मलाई धेरैजनाले तपाईँले भिडियो कहाँबाट एडिट गर्नुहुन्छ, कुन एप प्रयोग गर्नुहुन्छ, हामीलाई पनि सिकाउनु भनेर भन्नुहुन्छ। मैले चाहिँ यो फेसबुकको आफ्नै एडिट एप छ, यो एडिट्स भन्ने, यही एप प्रयोग गर्छु। यो चाहिँ फेसबुकको आफ्नै हो। यसबाट एडिट गऱ्यो भने चाहिँ तपाईँको कन्टेन्टहरू अझ धेरै फेसबुकले अलिकति सहयोग गर्ने हो कि जस्तो चाहिँ मलाई फिल भएको है। जस्तो म चाहिँ यहीँबाट एडिट गर्छु, रेकर्ड चाहिँ यहीँबाट गर्छु, यो 13 प्रो हो, यहीँबाट एडिट गर्छु। अहिले जहाँबाट भिडियो बनाइरहेको छु त्यो फोन चाहिँ तपाईँहरूलाई म स्क्रिनमा देखाउँछु, त्यही फोन हो। अनि रेकर्ड चाहिँ यहीँबाट गर्छु, राम्रै आउँछ क्यामेरा। यहाँ देख्न सक्नुहुन्छ मेरो जति पनि भिडियो छ मैले यहीँबाट एडिट गर्ने हो। यो भिडियो आउँदैछ, आज एडिट गर्न सकेको छैन होइन, यो भिडियो आउँदैछ, एकदमै महत्त्वपूर्ण भिडियो छ यो। तपाईँहरूले धेरैजनाले माया गरिराख्नु भएको छ, यसै गरी माया गर्नुहोला। अनि मैले चाहिँ यहीँबाट एडिट गर्ने है, यो धेरै भइसकेपछि यसलाई सिलेक्ट गरेर डिलिट गरेर फालिदिन्छु, यहीँबाट एडिट गर्छु। तपाईँहरूले पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ। एडिट भन्ने यस्तो लोगो भएको एप छ, प्ले स्टोरमा पाउँछ, एकदम राम्रो छ है, सजिलो छ एडिट गर्न, कुनै वाटरमार्क केही पनि आउँदैन यसमा है त।